सुरक्षाकर्मी लगेर वर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनु भएको थियो, त्योभन्दा पनि अरू काममा पनि लगाउनु भएको थियो। अनि ड्राइभर त उहाँले अर्कै खोज्नु पर्थ्यो नि, सुरक्षाकर्मीलाई लगेर पिएसओ लगेर ड्राइभर बनाउनु भएको थियो, ड्राइभरको पैसा बचाउनलाई, ड्राइभरलाई दिने पैसा बचाउनलाई। त्यो भएपछि चाहिँ अहिले धेरैलाई अर्को खास यो शान्ति सुरक्षा भएन भनेको त्यो मानेमा भन्नुभएको रहेछ। यदि शान्ति सुरक्षा छैन, व्यक्तिगत रूपमा कसैलाई थ्रेट छ भनेदेखि निवेदन हाल्नुहोस्, थ्रेट एनालिसिस हुन्छ, मन्त्रालयले चाँडोभन्दा चाँडो निकासा दिन्छ। र आम रूपमा सुरक्षा अहिले हामीले गरिरहेछौँ। जे चाहिँ प्रहरी पोस्टहरू चाहिँ भत्केका थिए, नासिएका थिए, त्यसलाई हामीले पुनर्स्थापना गरिसकेका छौँ। जो चाहिँ कैदीबन्दीहरू बाहिर भागेका छ उहाँहरूलाई हामीले नियन्त्रणमा लिन्छौँ, होइन आउनुहोस् भनेको अब नियन्त्रणमा लिन्छौँ। हतियारहरू पनि फिर्ता गर्नुहोस् भनेको फिर्ता भएनन् भनेदेखि हामीले अपरेसन नै चलाउँछौँ। अब यो सुरक्षा दिने कुरामा हामी हजुर त्यो सबै गर्छौँ। सुरक्षा हामीले दिइराखेका छौँ। बरु चाहिँ सुरक्षा समस्या, नेसनल सेक्युरिटी क्राइसिस चाहिँ थप्ने खालका गतिविधिहरू कहीँ कतैबाट भएको छन्, जो चाहिँ अपदस्थ भएको थिए त्यहाँबाट भएको छन्। त्यसलाई चाहिँ हामी निगरानी गरेर सुरक्षा दिन्छौँ। निगरानी गर्नुपर्ने तत्त्वहरू को हुन् भन्ने थाहा पाएका छौँ हामी।